हरे कृष्ण एभ्रिवान, गुड मर्निङ। अनि आज चाहिँ म एउटा सानो केही कुरा भन्न आएको। के कुरा भन्दाखेरि कतिपय मानिसहरूसँग भेट हुन्छ अनि त्यो बेला भन्नुहुन्छ कि ए तिमी त कतातिर लागेछौ, भक्तितिर लागेछौ, कहिलेबाट हो यस्तो, यति सानै उमेरमा भक्ति गर्न थालेछौ। खास कुरा के भनी अहिलेको कलियुगमा हामी सम्पूर्ण व्यक्ति रोगी छौँ। कली भनेको एउटा रोग हो, यसले हामी सबैलाई छोपेको छ। हामी कोही पनि बाँकी छैनौँ। अनि हामी रोगी भइसकेपछि हाम्रो आफ्नो शरीरमा हामी बिरामी भइसकेपछि हामी के गर्छौँ? औषधि गर्न जान्छौँ। अनि त्यो बिरामी हामीलाई त्यो रोग कहिलेबाट लागेको छ, कति छिटो, जति छिटो हामीले त्यो रोग चिन्न सक्यौँ त्यति छिटो हामी औषधि गर्न जान्छौँ नि हस्पिटल। अनि त्यति छिटो औषधि उपचार पाइन्छ, त्यति छिटो निको भइन्छ। हो त्यसरी नै हामी सबै रोगी हौँ, हामीमा भक्ति छैन। अनि यो रोग चाहिँ हामीले जतिसक्दो छिटो अज्ञानी रूपको रोग जतिसक्दो छिटो हामीले चिन्न सक्यौँ त्यति छिटो हामीले भक्ति गर्छौँ। अनि यसको एउटै उपाय मात्रै हरे कृष्ण जाप, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यो महामन्त्र जाप चाहिँ हाम्रो कलियुगमा एउटा मात्रै औषधि एउटा मात्रै औषधि बनेको छ यो रोगलाई निको पार्ने, त्यो हो मन्त्र जाप, भक्ति साधना। अनि त्यो पनि स्वच्छ मनले। अनि त्यसको लागि हामीमा कति छिटो त्यो कुराको ज्ञान आउँछ भन्ने कुरा मात्रै हो। बुढेसकालमा गएर भक्ति गरौँला भन्दै कतिजना कुरेर बस्नुभयो होला। अहिले रमाइलो गरौँ, इन्जोय गरौँ, अहिले हो हाम्रो दिन भन्नुहुन्छ कतिपयले। अहिले त हो नाच्ने, खाने, गाउने, ठिक छ, नाच्नुहोस्, गाउनुहोस्, सबै चिज गर्नुहोस्, तर लास्टमा गर्ने भनेको त के हो? हामी त रोगी छौँ। हामीले त त्यो बिमार त बढाउँदै गर्छौँ नि आफ्नो इन्जोय, आफ्नो रमाइलोको चक्करमा। हाम्रो दिमागमा कतै न कतै त छ बुढेसकालमा गएर भक्ति गर्ने हो भन्ने त कतै न कतै त छ नि त। तर त्यो बुढेसकालमा गएर गर्ने भक्ति, अब हामीले रोग कुर्दै अहिले बिरामी छु अनि बुढेसकालमा गएर औषधि गर्छु भन्दै बस्यो भने अनि त्यो बुढेसकाल नहुँदै हामी परलोक जान पनि सकिन्छ। अनि त्यो बिमारीले जड पनि एकदम गाडेको हुन्छ। अनि भर्खरै बिमारी रोग लाग्दै औषधि गर्यो भने छिटो निको हुन्छ। अनि रोगले जरा गाडिसकेपछि त्यो रोगलाई निकाल्न पनि सकिन्न झ्याप्प। हो त्यही भएर हामीमा जतिसक्दो छिटो हामीले आफूलाई चिन्न पर्यो। म के कामले आएको हो, हामी मानिस भएर आएपछि हामीले गर्नुपर्ने काम के हो, त्यो सबै चिज चिनेर अनि बेलैमाथि आफ्नो औषधि उपचार गर्नु पर्यो, बेलैमाथि भक्ति गर्नु पर्यो। त्यस कारणले म पनि बेलैमाथि आफूलाई चिनेर के गर्न यो धरतीमा आएको भन्ने कुरा रियलाइज भएर, सबै कुरा ज्ञानी त छैन, म अज्ञानी नै छु। अझै कति कुरा ज्ञान लिन छ, तर भक्तिको सानो दियो चाहिँ मेरो मनमा प्रकाशित भयो। हरे कृष्ण। आजको दिव्य ज्ञान चाहिँ यही।